आज हामी जाँदैछौँ बिरामीलाई खाना पुर्याउनको लागि। दुई भाइ चिसो चिसो मौसममा भिज्दै भिज्दै फाइनली नेपालगञ्जको हस्पिटलमा पुग्यौँ। त्यहाँ गार्डन लिफ्ट रहेछ। लिफ्टबाट चाहिँ हामी माथि जान लागेको। सिसा हेर्छु भनेको सिसा चाहिँ क्लियर रहन्छ। त्यसपछि हामी माथि गएको। खाना भएपछि हामीले बिदाई लियौँ। बिदाई लिएर हामी पेट्रोल हाल्दै हतार हतार गरेर हामी चाहिँ क्लास पुग्यौँ। क्लास पुग्दासम्म मेरो ज्याकेट भिसिसकेको थियो र हामी माथि चढ्दै क्लासमा पुग्यौँ। साथीहरू चाहिँ पहिले नै आएर बसिरहेको रहेछ। त्यसपछि तातो पानी लिँदै म पनि रेडी भएँ। सरले मलाई V60 कफी बनाउने भन्नुभयो। त्यसपछि सरको क्लास स्टार्ट भयो र आज चाहिँ हामीलाई नयाँ कफीको बारेमा बुझाउँदै हुनुहुन्थ्यो। साथीहरू चाहिँ कफी बनाउन रेडी हुँदै थियो। यो चाहिँ दुध आइसकेको छ। आज चाहिँ हाम्रो सवान लाटे च्यालेन्जिङ हुँदैछ। राउन्ड 1 फर्स्टमा चाहिँ मेरो पाली थियो। मैले चाहिँ सवान कहिले पनि बनाएको थिइनँ। यो चाहिँ मेरो फर्स्ट टाइम हो। ट्राई गरेको बट सोचेको जस्तो भएन। त्यसपछि साथीले बनाउन लाग्यो। साथीको पनि ठिकै भएको थियो। राउन्ड 2 अर्को साथीहरूको पाली आयो र अर्को साथीहरूले पनि राम्रो बनाइरहेको थियो। कपिन चाहिँ मिल्क फ्रोजिङ गरेर रेडी भयो र उसले पनि एकदमै पर्फेक्ट र राम्रो बनाएको थियो र उसको मुस्कान पनि हेर्न सकिन्छ। राउन्ड 3 यो चाहिँ अब अर्को साथीले बनाइरहेको टुलिप भएछ। त्यसपछि चाहिँ सरको पाली। सरले चाहिँ एकदमै क्लिन र पर्फेक्ट आर्ट बनाउनु भयो। हामी चाहिँ हेरेको हेरी। त्यसपछि हामी चाहिँ क्लास सकेर सरलाई बाई बाई गर्दै हामी चाहिँ आफ्नो घरतिरै लागेको। यो चाहिँ मेरो फर्स्ट भ्लग हो। हजुरहरूलाई कस्तो लाग्यो कमेन्ट गर्नु होला। हामी चाहिँ फेरि भेटौँला अर्को भ्लग भिडियोमा। बाई बाई।